हेलो एभ्रिवान। आज चाहिँ मैले पालक पनिर र लच्छा पराठा खाएको थिएँ उसमा लन्चमा। त्यही पालक पनिरको रेसिपी चाहिँ लिएर तपाईँको सामना आइरहेको छु होइन। यो चाहिँ यति साह्रो मिठो भएको थियो, तर हल्का पिरो चाहिँ भएको थियो, तर लाइक स्पाइसी खानु सक्नेहरूलाई चाहिँ ठिकै नै छ। सो लेट्स गो। अब मैले चाहिँ यो लच्छा पराठा र यो लच्छा पराठा त भइहाल्यो, पालक पनिर चाहिँ कसरी बनाएको थिएँ भने तपाईँलाई म रेसिपी देखाउने छु। त्यसको लागि चाहिँ मैले एक प्याकेट त्यो प्याकेटकै पनिर लिएको थिएँ। त्यो पनिरलाई चाहिँ पिस बनाएर स्मल साइजमा पिस गरेर चाहिँ काटेको छु। जसरी भिडियोमा देख्नुभएको छ त्यसरी नै काट्नुपर्ने हुन्छ। त्यसको पछि चाहिँ मैले एउटा डेक्चीमा पानी उमालेको थिएँ। हल्का नुन हालेर चाहिँ त्यो पालकलाई मजाले केलाएर चाहिँ त्यो सफा पारेर धोएर चाहिँ त्यो उसमा तातो पानीमा चाहिँ एकपल्ट चाहिँ उमाल्नु पर्ने हुन्छ। ज्यादा चाहिँ उमाल्नु पर्दैन, एकछिनको लागि मात्रै। त्यो अलिक उमालिसकेर ग्यास अफ गरेर चाहिँ मैले सबै पालकहरू चाहिँ चिसो कोल्ड वाटरमा चाहिँ हाल्नुपर्छ। किन भन्दा यसको कलर चाहिँ जाँदैन यस्तो गऱ्यो भने। अन्त कोल्ड वाटरमा हालिसकेपछि चाहिँ एउटा जुनै पनि जार हुन्छ मिक्सर ग्राइन्डरमा होइन, त्यो सबै अलिक निचा पानी निचारेर चाहिँ त्यो मिक्सर ग्राइन्डरमा हाल्नु पर्यो। यो साथसाथै मैले ग्रिन चिली पनि हालेको छु। तपाईँलाई जति पिरो खानु सक्छ त्यही अनुसारै हाल्नुहोस् होला। त्यहाँ चाहिँ यसलाई मजाले मिक्स गरेर चाहिँ राखेको छु मैले। अन्त मैले एउटा कराईमा चाहिँ तेल हालेन, 2 to 3 टेबल स्पुन जस्तो तेल हालेको छु। तेल अलिक तत्तेपछि चाहिँ मैले यसमा चाहिँ जिरा, गोटा जिरा पनि अलिकति हालेँ। त्यहाँदेखि काटेको सानो सानो काटेको प्याज, अनि त्यसलाई एकछिन गरेर एकछिन चलाएर हल्का फ्राई गर्नुपर्छ। त्यो हल्का फ्राई भएपछि अब यसमा मरमसलाहरू हाल्नुपर्ने हुन्छ। मैले त्यसमा गरम मसला हालेको छु। ज्यादा मसला चाहिँ हाल्नु पर्दैन। मैले चाहिँ गरम मसला, यो जिन्जर गार्लिक पेस्ट पनि हालेको छु। फेरि यसलाई एकपल्ट मजाले चलाएर चाहिँ मैले चाहिँ यसमा अन्तखेरि अलिकति धनियाँ पाउडर चाहिँ मलाई पुरा मन चाहिँ धनियाँ पाउडर र हल्दी पनि अलिकति हल्दी चाहिँ कलरको लागि भनेर अलिकति हालेको छु। त्यसपछि चाहिँ अघि त्यो मिक्स गरेको पालक र ग्रिन चिलीको पेस्ट पनि यसमा हालेको छु होइन। त्यहाँदेखि चाहिँ अब यसलाई एकछिन पकाउनु पर्ने हुन्छ। अलिकति उमालेर नुन पनि हाल्नुहोस्, टेस्ट अनुसार तपाईँलाई कति खानुहुन्छ होइन, त्यही स्वाद अनुसार नुन पनि हाल्नुहोस् होला। अन्त फेरि एकपल्ट मजाले चलाएर चाहिँ यसलाई चाहिँ एकछिनको लागि चाहिँ पाक्नु दिनुपर्ने हुन्छ। 2 देखि 3 मिनटसम्म पकाइसकेर चाहिँ मैले यसमा काटेको जति पनि त्यो अघि काटेको क्युब पनिरहरू थियो, पनिरको क्युब थियो, त्यो सबै मैले यसमा हालेको छु। फेरि एकखेप या चलाएर चाहिँ मैले चाहिँ मिल्क क्रिम